मन परेन। किन? बाबा शीर्षक थियो त, तिमीलाई बाबाको माया लाग्दैन र? किन नलाग्दो? मलाई आमा बाबा दुवैको माया कति लाग्छ। तर कविता त लेखेथे भन्नै सकिन। किन? कस्तो लेखेथिस् र? सुना त। मनबारी काँधमा जिम्मेवारी बोकेर बा हिँडिरहनुहुन्छ। बेला बेला हातमा समातेर आफूतिर तान्नुहुन्छ। सम्झाइरहनुहुन्छ मलाई घरिघरि, कथा सुनाइरहनुहुन्छ मलाई थरी थरी। लाग्दैन डर कसैमा मेरो शिरमा जब बाबाको आशीर्वाद हुन्छ। अघि बढ्ने यति हिम्मत हुन्छ मेरो हात जब बाबाको हातमा हुन्छ। कति राम्रो रहेछ त, भाग ल्या भए तै फर्स्ट हुन्थिस्। मलाई कविता सुना न, एक पेज लेखेर जास् त। भयो छोड। साह्रै भोक लागेको छ, अब आफ्नो घरतिर लागौँ। साँझ एकछिन खेलौँ है। ओए समीप, हामी तेरो घर साँझ आउँछौँ अनि खेल्न जाउँला है। हुन्छ। छोरा, मेरो चस्मा कहाँ गएछ? दे छोरा। सुरु भयो यी बुढा, सधैँको नाटक हो यो यिनको। आफ्नो यहाँ कति काम छ, अफिसको प्रेजेन्टेसन छ, अर्डरहरू प्याक छ। शान्तिसँग काम केही गर्न पाइए पो यो घरमा। छोरा, मैले चस्मा कहीँ पनि भेटेन। बाबु, बरु यसो खोजेर देऊ न है। खाली किन डिस्टर्ब मात्र गरे होला, आफै खोज्नुहोस् न। चस्मा कहाँ गएछ? यतै त थियो, कहीँ देख्दैन त। बाबु चस्मा। यी बुढा अहिले एउटा झमेला ल्याउँछन्। मलाई यहाँ कामको कति प्रेसर छ। एकछिन शान्तसँग बसौँ भनेको यी बुढाको किचकिच कहिले सकिँदैन। ए बुढी, चस्मा खोजेर दे त मलाई। सक्दिनँ मैले कसैको चस्मा खोजिदिन। खाना पकाउँदैछु, टाइम छैन मलाई आफै खोजेर दिनु। अलि चाँडै खोजिदिनु है। सबै सामान भद्रगोल पारेर मेरो
सुनायो। हो र छोरो, मलाई त थाहै थिएन। किन भाग्न लिएको बाबु? मेरो छोरा बिसन्चो त छैन? बाबु, खै के भएको छ तिमीलाई? स्कुलका कार्यक्रममा त सधैँ भाग लिन्थ्यो मेरो छोराले। के भएछ मेरो बाबुलाई? ज्वरो त आएको छैन? केही भएको छैन, मलाई शीर्षक मन परेन, त्यही भएर भाग नलिएको। के शीर्षक थियो र बाबु? तिम्रो साथीले त आधी मात्र सुनाउँछ भन्छन्, पुरै सुनाऊ न। लाग्दैन डर कसैमा, मेरो शिरमा जब बाबाको आशीर्वाद हुन्छ। अघि बढ्ने यति हिम्मत हुन्छ, मेरो हात जब बाबाको हातमा हुन्छ। यो लेखेथे, तर बाबा, हजुरले हजुरको बाबालाई गरेको व्यवहारले मलाई भाग लिने आँट आएन। तैपनि बाँकी कविता सुन्नुहोस्। मेरा बाले मलाई जस्तै उनका बाले पनि तपरान गर्थे अरे। आफूले च्यातिएको गन्जीमा वर्ष टाढी छोरालाई चाँडै पछि नयाँ सर्ट ल्याउँथे अरे। कसरी बिर्सन सकेका हुन् मेरा बाले, उनका बाले गरेका सङ्घर्ष अनि त्याग।